ए त्यस्तो भिडियो छ के यो टिकटक नभइसकेपछि टन्नै कहिले भिडियो होला आमै भेट्यो आमासँग भेटेको दिन त म त लास्ट ए आमा हेर्छ नि त्यो उसमा नेपालको एयरपोर्ट रहेछ त्यो नेपालको इमिग्रेसन बन्द हुनलाई कति 11 लाख भन्दा माथिकोलाई मात्रै बन्द हुन्छ नत्र हुँदैन इन्डिकेसन मैले चाहिँ थाहा भएको कुरा भन्दियो पुलिस रिपोर्ट बन्छ दाता नि बन्छ तर इमिग्रेसन रोक्नलाई चाहिँ 11 लाख 10 लाखबाट माथि केस दर्ता हुनुपर्छ आमाले किस गरेको हेर्न यहाँ प्लान पठाइसकेको रहेछ के खाएर आएको मोमो होटल दिएको के उसमा उसले एउटा किमा नुडल्स उसले खाएकै उसले मोमो किमा नुडल्स यहाँ हेर्न यहाँ ए यसरी खाजा खाना आज लोसारको बिदा गएको थियो क्या बाबाले लिएर गइसकेको थियो त्यही भएर मलाई पनि पठाइदिइराख्छ थियो ए कसो गर्छ यो बहिनीको स्क्रिनसट पठाइदियो अरे 9 बजे हालिदिनु भएको यहाँ छ फोटो 5000 त अनि 2000 दिनु भनेर म चाहिँ गीत गाउँछु म गीत गाउने सपना नाच्ने मेरै गीतमा ताला नाच्न पर्छ म त मान्दिनँ है नत्र अमेरिका दिपा दिदी पुगेको दिन त म लाइभमा नै आएर नाच्छु लुज्जाले मलाई त तान्ने पनि आउँदिन अरे नाची त किन आउनु पर्यो त म चाहिँ गीत गाउँछु त्यहाँ मेरै ताला नाच्न पर्छ सपना म त मान्दिनँ नत्र त्यो नाचलाई म यो एउटा गीत भन्नुभएको थियो नि भन्नु न एउटा के गाउँछु भन्नुहुन्थ्यो क्या के भन्नुहुन्थ्यो त नि हुन्छ अरे कस्तो कुनै भिडियो पनि नगएको कोही पनि छैन यो भिडियोमा अब जिन्दगीमा मेरो अब मङ्गलालाई मैले चाहेको मान्छे अब आमालाई मङ्गला त भेटै भइहाल्छ आमाले भिडियो हालिदिन्छु है कति राम्रो रहेछ मलाई मङ्गलले त आइहाल्छ छिट्टै आउँदैछ हालिदिउँ के आमा यो कस्तो राम्रो आँखा कस्तो राम्रो आएछ भिडियो तारमै बुढोको ज्याकेट लगाइदिनु ल यस्तो गरेको कस्तो राम्रो देखिकै छैन राम्रो गीत हेरौँ ए अब एकचोटि यसै गरी आमासँग भेट्न छ अनि सुन सुनै दिपा दिदीलाई कस्तो भनेर 5 वर्ष अगाडिदेखि चिनेको अरे मैले पनि चिनेको पहिले हो मलाई नराम्रो चाहिँ भनेको थिएन होइन अब पढ्न पछाडि के भनौँ के अरे मलाई मतलब भएन होइन तर मलाई चाहिँ हरेक कुरामा मलाई म्यासेज गरेर सम्झाएको चाहिँ हो सम्झाउँथ्यो मलाई नराम्रो अब पछाडि चाहिँ उनीहरू के गरेर कसो गरेर मतलब नै म तर मलाई चाहिँ सम्झाउँथ्यो अहिले गीत राम्रो हो त मलाई त कस्तो छ मलाई त बान्बीहरू थाहा पनि छैन मैले त अहिलेसम्म सङ्गत गरे होइन त्यो कर्नेस गएर भिडियो बनाउने कर्नेस लाने भने कहिले उसलाई गाह्रो भएको त्यही भएर लान्छु पर्सि शुक्रबार हात्ती हेर्न जाऊ है केटीहरू जाँदैन हात्ती हेर्न के अरे यही टाइम ज्वाइँ मान्नु टाढा हो र त्यहाँबाट हात्ती हेर्नु ठाउँ हो छैन हामीलाई टाढा भयो नि के त आफ्नो साधन भयो मान्छे हामीलाई मतलब भएन त्यो तर भिडियो क्या अहिले त अलिक फुकुलो भएपछि जाने हुलो भएपछि जाने क्या कर्नेस भन्ने नि थाहा छ सपना दिदी हजुरलाई
कर्णेशको झन्डामा गएर भिडियो बनाएर हाल्छौँ जान्छौँ शुक्रबार होइन नि शनिबार ट्याक्सी चढेर साथ देखेन निर्गोको हो दिपाको बसाइ कति दिन जति होला सही केटी त त्यहाँ दिपा बसाइ कति दिन जति होला जस्तो छ खोइ दिदीसित अहिले कुरा गरौँ ल अहिले कुरा गरेर फाइनल अब बस्छ रेस्ट गरेर मात्र म एकदम गाह्रो भयो मलाई रेस्ट गर्छ अब केही फरक पर्दैन उसको जता रेस्ट गरेर 15 दिन जति रेस्ट त हाल्नु पर्छ त्यसरी गाह्रो हुन्छ नि मरिन्छ नि कति कुदिरहनु यो रेस्ट सकेपछि सबै फाइनल गरेर नम्बरहरू जो पाइ त्यसलाई कसैले नदिए क्या WhatsApp नम्बरहरू कसैले दिनु पर्दैन दिपा दिदी ड्राइभिङ सिक्नु मिल्छ भने म भोलि मेरो बुढाको गाडी चलाउन दिन्छु कुदाएर हालिदिन्छ साँच्ची है यहाँको अब मेरो यहाँको क्या अफिसको मात्रै ड्राइभर लाइसेन्स होइन जस्तो बाहिरको मसँग लाइसेन्स छैन मलाई त्यो देशमा आयो भने गाडी चलाउन दिन्छ दिन्न अफिसको लाइसेन्सले दिन्छ पनि दिँदैन काहीँको पनि दिँदैन 73 मै हो यहाँ आएर एक क्लास लिएर उ गर्नुपर्छ दिँदैन ए पाउँदैन अरे सपना प्यारीलाई थाहा रहेछ नि त दर्शनले यो कहाँ होला ल मलाई कस्तो के यो भिडियो खाऊ यो भिडियो यो यहाँको होइन यहाँको मलेसिया होला यहीको चाहिन्छ मलेसिया हो र मैले दुबईको होला दुबईको चाहिँ फ्लाइटको खिचेन ए सपना ए दुबईको लाइसेन्स हो छ भने दुबई त कहिले आएन सिङ्गापुरको यो के अरे यो मलेसियाको एयरपोर्टको यो फेरि त्यो के अरे इन्डियाको चाहिँ खिचेन इन्डियाको एयरपोर्टको फेरि यहाँ त्यो दिन मेरो मोबाइल स्विच अफ हुन आँटेको थियो अनि यसमा खिचेँ टिकटकै इन्डियामा चल्दैन नि त अनि त्यसपछि त्यो भिपिएन अन गराएको थिएन क्या मैले अनि भिपिएन अफ गरेको थिएँ कि त्यहाँ त्यही ऊ हुन्छ भनेर झ्याउ हुन्छ भनेर अनि यसरी बनाएको थिएँ कि इन्डियाकै अब नेपालको भनौँ भने त नेपालबाट मैले पुलुत्त छिराएको इन्डियाको कस्तो राम्रो छैन इन्डिया कस्तो राम्रो फोटो चाहिँ अझ कता खिचेकी रहेछ फ्लेट पारे रहेछ नेपालको नि भ्याएन नि खिच्नलाई मान्छे भ्याएन नेपालबाट त खिच्न भ्याएन हजुरलाई हालिदिए त यस्तो छ्यासुस खिचेको त भ्याउँदै छ्यासुस त आएको थिएँ मलाई त छ्यासुस पाएको थियो अब त्यो खिच्नेमा खिच्दै दिदी तल बसेर के सुनेको को हाम्रो साथी दिदी बिजी होला त अनि उहाँ पसल भयो मान्छे त्यही सुनेर बस्यो नि बिचरा आफै आउँदैन माथि बस्न के हुन्छ त यो के भाइलाई मैले नि यसबाट बनाऊ भनेको थिएँ कि त्यो मैले त्यो एयरपोर्ट छिरेपछि चाहिँ किन उ गर्नु भनेर के भिपिएन युज गर्नु होइन आफू भइरहेछ भनेर अनि मैले भिपिएन हालेको थिएँ यसमा बनाएको थिएँ कि यस्तो राम्रो देखेको नि इन्डिया त कुरै नगर्नु दिदी दुबईबाट लाइसेन्स लिनुभयो भने धेरै देशमा दुबईको लाइसेन्स चल्छ अरे अब दुबईमा तिमीले प्यारीले बोलाए त आउँला नि आएर बस्ने ठाउँ हुन पर्यो होटेलमा धेरै महँगो रहेछ अस्ति दिपा बसे बबु र काबु भइसक्यो दिपाले पैसा खर्च गर्दै काबु भइसक्यो अब अनि यो देश विदेशतिर त धेरै खर्च हुन्छ कि दिपाको खर्चले म काबु भइसक्यो होइन यति खर्च भयो भन्थिस् त अनि डलर देखाएर अनि त्यही भएर नि तर लास्टै खर्च भएको म दिदी एयरपोर्टमा रोक्छ भनेको थियो ए दिपा दिदी एयरपोर्टमा रोक्छ भनेको थियो कसले रोक्छ भन्छ एयरपोर्टमा हावा मान्छे मारेको हो र एयरपोर्टमा रोक्नलाई यो के हेर न यहाँ उसमाको उसको इन्डियाको इमिग्रेसन बन्द हुनलाई कति 11 लाख भन्दा माथिकोलाई मात्रै बन्द हुन्छ नत्र हुँदैन मैले चाहिँ थाहा भएको कुरा भन्दै हो पुलिस रिपोर्ट बन्छ दाता चेकेर नि बन्छ तर इमिग्रेसन रोक्नलाई चाहिँ 11 लाख 10 लाखबाट माथि केस दर्ता हुनुपर्छ आमाले किस गरेको हेर्न यहाँ
युट्युबमा